विगत 1 वर्ष अगाडि चाहिँ मैले आफ्नो आँखाले देखेको थिएँ। यहाँ चाहिँ योहरू छ नि, यहाँ सबै पुरै यो घेरबाडहरू जम्मै थियो। यहाँ अगाडि देखाउँदै जान्छ, यो सबै थियो। अहिले चाहिँ यहाँ अवस्था हेर्नु, यहाँ यस्तो अवस्था छ। सबै काटेर यहाँको स्थानीयहरूले सबै काटेर आफ्नो घरमा कोसेर यहाँ हेर्न सक्नुहुन्छ। यस्तोहरू लगभग यो पुरै यति एरियामा थियो, कमसेकम 2-4-500 भन्दा माथि होला। सबै काटेर लगिसक्यो अवस्था छ। यहाँ हेर्न सक्नुहुन्छ, यस्तो अवस्था छ। पुरै हेर्न सक्नुहुन्छ, चारबाडी भिरबाड हो पुरै। यो घरमा नमुनाको योहरू सबै पुरै देखाइदिन्छ। त्यहाँदेखि यहाँसम्म देखाउनै ल्याइदिनु। एउटा पनि छैन अहिले, पोहोर एउटा पनि छैन। यहाँ तल पनि देखाइदिनु है, पुरै जम्मै थियो। यहाँ पुरै पोली अवस्था होइन र पहिला पुरै पोलियो हो। एमा 18 थियो। खै कहाँ गयो कहाँ गयो। यहाँ दिएर जम्मै देखाइदिनु। यो पुरै कस्तो अवस्थामा राखेको छ। आउन त 22 हो कि 25 आया हो, तर तयार चाहिँ 18 थियो। पानी यही मतलब जुन बेला हामीले घेरबार गरेका थियौँ त्यही बेला पानी खिचिरहेको थियो। यहीमा मतलब के पाइप तो व्यवस्था गरिदियो भने म यहीमा बाँस खेती गर्दै थिएँ। यो मेरो आफ्नो जमिन हो। यहाँ पनि तपाईँले पाइपको व्यवस्था भयो भने यहाँ बाँस खेती गरेर तपाईँले आफ्नो गर्नुहुन्छ होइन। हजुर, पुरा देखाइदिनु। यहाँ सुविधा नभएर यहाँ पाइपको अलिकति पाइप पनि धेरै लाग्दैन होला मलाई लाग्छ। यहाँबाट पानी ल्यायो भने पाइप पनि धेरै लाग्दैन। 1000 मिटर यति 1000 मिटर 2000 मिटर मात्र यहाँ भइदियो भने उहाँले पुरै यहाँ बाँस खेती गर्ने भने। तर पालिकाले अहिलेसम्म एउटा 1000 मिटरको पाइपको व्यवस्था पनि गरे आएन यस्ता कृषकहरूलाई।